हामी तल आउँदाखेरि त्यो भाइब्सहरु त्यो मान्छेहरु चलपल हुँदाखेरि सम्झिले डाँडा मस्तै घुमायो जस्तो चाहिँ फिल भइरहेको थियो। 2 महिनापछि घुम्न जान लाग्यो 2 महिनापछि 2 महिनासम्म नघुमी बसिरहेको। अच्छा ए बिस्तारी बिस्तारी ए बिस्तारी बिस्तारी मौत को छू के टक से वापस आ सकता हूँ। ओए के हो Welcome to SMG Vlog. Hello, namaste, good morning all of you. Welcome back to another episode of SMG Vlog. So, तपाईहरुको सामु चाहिँ सधैँ झै फेरि पनि नयाँ भिडियो लिएर म उपस्थित भइसकेको छ है। जहिले भिडियो ल्याउँछु भन्ने, जहिले कन्टिन्यू आउँछु भन्ने हराउने जस्तो लागिरा होला जति पनि मेरो थरथरै जति पनि भ्युअर्स हुनुहुन्छ उहाँहरुलाई चाहिँ यो मान्छेले भिडियो ल्याउँछु भन्छ भिडियो हाल्छ जहिले हराउँछ त्यो मनमा प्रश्न भइरा होला हैन। मेरो अब सानो आफ्नै थोरै के प्रब्लमहरुले गर्दाखेरि म एज अ होल्ड भएको हो हैन। म फेरि कम ब्याक भइसकेको छ तपाईहरुको सामु नयाँ भिडियो ल्याएर म उपस्थित भइसकेको छ। सो आजको भिडियो बवाल हुनेवाला छ, खतरा हुनेवाला छ। सबजनाले भिडियोलाई माया गरेर अन्तिमसम्म हेरिदिनु होला। यदि च्यानलमा कोही नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला, पुरानै हुनुहुन्छ भने लाइक कमेन्ट चाहिँ गरिदिनु होला है त गाइज। अब अरू त सबै त्यस्तै हो हैन, सबैको लाइफमा प्रब्लम आउँछ। अरू प्रब्लम त छँदैछ, मेन प्रब्लम भनेको चाहिँ बुझ्नु न हैन। एनी गाइज ढिलो नगरिकन तपाईहरुले अब खतरावाला भिडियो, खतरावाला ठाउँ देखाउनलाई म जाँदैछु। सो भिडियोलाई चाहिँ माया गरेर हेर्नु होला है त गाइज। लेट्स गो। यो गाइज दिस इज माई आउटफिट। मेरो आउटफिट चाहिँ आज यस्तो छ। कैसे लोग रहते हैं यार। सो म चाहिँ यहाँ ढिला भइसक्यो, सडनली प्लान बनाएको गाइज हैन। सम्धिले मेरो एकदम बेस्ट सम्धिले चाहिँ हैन घुम्न जाने त भन्नु भएको थियो, तर कहिले जाने भनेर फिक्स भएको थिएन के। सो अब मेबी कुनै दिन होला भनेर मस्त बसिरहेको थियो। उहाँले अलरेडी बिहानै म्यासेज त गर्नुभएको रहेछ, तर कुरा गर्दै गर्दा यसो म्यासेज आएको देखेँ अनि कल गरेको यताउति टाकटुक ठाउँको ठाउँ प्लान बनिहाल्यो गाइज। सो सडनली वी मेक टु द प्लान फर द भिजिट। हाम्रो डेस्टिनेसन चाहिँ आज सम्धिले नै चुज गर्नुभएको छ, बवालवाला ठाउँ है। सो तपाईहरुलाई त्यो ठाउँमा गएर खतरा त्यहाँ ठाउँको भएको कुराहरू देखाउने छु। सो हामी अब लाग्ने छौँ है त। के छ जाने आज घुम्न? 2 महिनापछि घुम्न जान लाग्यो 2 महिनापछि 2 महिनासम्म नघुमी बसिरहेको। मेरो हालत कस्तो भइरा होला गाइस। जाउँ बवालै हुन्छ। भिटामिन जी को कमी भएर इट्स ओके। ल बस बैठने है ल बस। कस्तो कुकुर जस्तो हो भने हौ वाउ भन्नु नि। लेट्स गो। हाम्रो यात्रा सफल होस्, राम्रो होस्। अब त्यहाँ छिटो आउनु भनेको थियो सम्धिले छिटो आउनु भन्दै थियो। 4 बजेबाट इन्ट्री गराउँदैन, त्यसपछि बन्द गर्छ त्यो आर्मीहरूले भन्दै हुनुहुन्थ्यो। सो अब जाउँ सिधै कहाँबाट जाँदा बेस्ट हुन्छ ट्राभल। सो अलराइट गाइज हामी चाहिँ यहाँ जोरपाटी आइपुगिसकेको छ है। टक्क हाम्रो सम्धिले चाहिँ यहाँ कता पुगिरहनु भएको छ भन्थ्यो। टक्क लगाएर हाम्रो प्रोग्राम अर्गनाइज नै हाम्रो सम्धि नै हुनुहुन्छ। सो आज हाम्रो सम्धिले बवालवाला ठाउँमा घुमाउनु लैजाने भनेको छ ग्याङ है। सो सबजनाले धैर्यको फल मिठो हुन्छ नि त हैन। सो सबजनाले एकदम इन्जोयको साथ भिडियो हेर्दै गर्नु होला। बवाल कुराहरू देखाउने नै छौँ। के भयो यो मोबाइल? सम्धिले फोन गरे रहेछ।
सम्धी म ठ्याक्कै हामीले त्यो अस्ति न त्यो राँगा चपाएको भन्दा अलि पारिपट्टि छ हेर्नु त ल हाम्रो लालुङमा सम्झे है यतिपट्टि गाई सबले सब्सक्राइब गरिदिनु होला आजको प्रोग्रामको होस्टमै हुनुहुन्छ होइन ल बाबालाई हामी चाहिँ लाग्ने छौँ ट्याक्क लगाएर अब आगे चलो हम पीछे आता है नन्दलाई ल्यायो भने ठिक हुँदो रहेछ त्यही त भने हामी अब आएन फोन त अनि घर आए छोडिदिन्थ्यो नि सम्धिहरू विभिन्न थरीका हिँड्यो नि के हिँड्नु त्यसले आफ्नो बाटो हिँड्यो होला जाउँ जाउँ चलो चलो ड्याम पुग्ने त थाक्का छैन सम्धी आज ढाडा पुग्दैन क्या हो जाउँ जाउँ पुगिहाल्छ ल यो कुरालाई चाहिँ आज जसरी भए पनि हामीले आज यो कुरोलाई आज पर्दा पास दुधको दुध पानीको पानी छुटाउँछु गाइस आज हामी किनभने सबैको नि हौ हामी पुग्नै पर्छ किनभने सबैजनाले चाहिँ बिरालोले बाटो काटेपछि अशुभ हुन्छ अलासिन लाग्छ भन्छ तर थाहा छैन क्या कति मान्छेले बिचरा उसको पनि आफ्नो गन्तव्य हो आफ्नो बाटो लागेको हो होइन तर मान्छेले बुझ्दैन अब यही टाइममा आउनु पर्ने हाम्रो भाग्य होइन अब के गर्नु त त्यही त उसको पनि भाग्य त्यही भएर भाग्यमानी भएर हामी भेटेको यस अब हामी खत्रै हुनेछौँ गाइस यो चिजलाई हामी पर्दा फास गर्नेछौँ यस लेट्स गो ग्याङ लेट्स गो तपाईँ त भेट्दैन त यार ठिक छ ठिक छ ठिक छ ल ल ए यो ठिक छ राइडर हो नि त हाम्रो लालुङमा है गाइस हो कि अन्त राइडर होइन कि मेरो राइडै आज बल्ल राइडर जस्तो फिल भएर आज आफूले आफूलाई हामी हिँडेको बाटो कहाँ हो जङ्गलमा भगवान् रहेछ जङ्गलको बिचमा त्यसले आयो भने त डर लाग्दो रहेछ त्यही भएर हाम्रो लालुङबा सम्झि आउनु भएको लालुङबा हो ल ठिक छ राम्रै हुन्छ हाम्रो सबै फर्स्ट टाइम सो गाइज हामी चाहिँ नजिक आइपुगे जस्तो भाइब्स आइरहेछ है बाटोहरू चाहिँ मिठो रहेछ सुलुलुलु आउनु त आयो फर्किने कसरी भइरहेछ ग्याङ होइन सो लेट्स सी के हुन्छ हेर्दै जाउँ के हो यस्तो यस सिङ्गल त हिँड्नै पर्छ कि यस्तो बाटोमा है कसम उफ हेर भाइ ठोक्न चाहिँ नठोक भनेको सिधै ढुङ्गा माथि लगिरहेको यस छैन तर यस छ यो एनएस बाईको यही प्रब्लम भयो गाइस है अरू त केही छैन लेट्स गो कसम के हो यार यस्तो होइन बाइक त्यस्तो भयो कि के नमिलिरह्यो कि ठक र ठोक ठङ र ठोङ गर्छ यार सब सुन्छ के आउनु कहाँ से आया बाटो त ठिक छ नि नयाँ कसम उफ राइडर हो राइडर नयाँ चान्चुने मान्छे त हुँदै होइन जाउँ ए कहाँ लाग्यो बाइक हो हेर बाइक कहाँ पुग्यो नरो कहाँ भयो कहीँ पनि नछोड्यायो मैले हेर्न छोड्या भए कहाँ पुग्यो बाइक हिँड्नु न हिँड्नु
हैट हैट ए बिस्तारी बिस्तारी ए बिस्तारी बिस्तारी ए ओइ ओइ के हो ओए सम्धि के हो यो त यार अति हो त ओइ कस्तो चिप्लेको यहाँ आम्बो त्यही त हो नि मैले हिजो मात्र एउटा यस्तै टाइपको भिडियो देखाएको थिएँ सम्झेर ट्याक्कै याद आइदिरहेको के उयो हेर्नु न उयो ढुङ्गामा चिप्ल्यायो के उयो ढुङ्गाले ओए खतरा धन्नै पल्टेन यार त्यही त अनि उहाँ पुगेर नि छोडेन के बाइक ओए हिँडौँ सयो धन्न यार हैट म त कस्तो लाग्दिरहेको मा कुरी त हैट साथीहरू यार बच्यो यार बिस्तारै सम्झे यार बाटो चाहिँ के हो अति नै डेन्जर पो रहेछ यार धन्न बाइक छोडेन यार ओहो फेरि दिदी कस्तो नडराउनु भयो के आम्बो टाँसेरै बसिरहेको गाह्रो छ भन्थ्यो बाटो त हो रहेछ यार के अरे के अरे गएस सँगसँगै जाने भनेर हो के कडा हो गाइस कडा हजुर तपाईँलाई ठिक छ बरु लामलुम हिँडिन्छ ए लामलुम हिँडिन्छ सम्झे यार साँच्ची कि त किन चढ्दैन बसिरहेको अनि त्यो चिप्लेर फुट्दै त गइसक्यो अनि अब के आइराख्नु त्यति चाहिँ थाहा रह्यो है मेरो हेलो 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 मालिक थोड़ा सा गलती हो गई रे रास्ते में जा रहा था गाड़ी पलट गया मालिक हाँ मालिक हाँ थोड़ा सा गाड़ी पलट गया रास्ते में जा रहा था तपाईँ किन रिसाउनु भयो लठीले हान्दै गएको मुट्टा परेर हिँडेछ यस ए सम्झी कस्तो लागिरहेछ ल मा यतिको चाहिँ हुनैपर्छ यो भिडियो भाइरल भन्यो भने मा युट्युबमै पुऱ्याइदिन्छु बड़ा हरामी हो बेटा यस 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 One eternity later. दामी ल दामी अब चाहिँ आउँदैन त ल आइ दामी वाला भाइब्स आइरहेछ आइसक्यो के को दामी होला ए यही पो हो so finally we are arrived in here guys ओए यहाँको अन्न हाम्रो कम्पनी यही रहेछ हाम्रो दाइले ए कम्पनीमा काम गर्छ क्या होइन मिनरल वाटर केही छैन यतिको त हुनु परिहाल्यो नि त्यो छैन यो त खानेकुरा ए त्यहाँ जाउँला अहिले फर्केर अनि खाउँला पानी पनि बोकेन छ है हामीले त यत्रो ड्याममै आएपछि के को पानी स्विमिङ गर्देऊ न अलराइट गाइज यही चिज देखाउनको लागि तपाईँहरूलाई लड्दै पढ्दै होइन दुनियाँ दिवाना के भयो तर आइपुग्यो गाइज फाइनली तपाईँहरूले यही ठाउँ देखाउनलाई हो एकदम बवालै छ यो ठाउँलाई आज यहाँसम्म लिएर आउने जुन प्लान अर्गनाइज गर्नु भएको छ मेरो एकदम लालुङबा सम्धि हुनुहुन्छ थ्याङ्क यू सो मच हो थ्याङ्क यू म हिजो बेलुका सुत्दा थिएन नि त गाइज त्यही भएर चाहिँ मेरो अलि अनुहार त्यस्तो देखिरहेको होला तर पनि के छैन बवालै हामी बवाल गर्न आएको मान्छे हो होइन रमाइलो भइरहेछ थ्याङ्क यू सो मच स्पेसल्ली तपाईँलाई अनि हाम्रो यता म्यामलाई के भयो
बाइक उछेटेर कहाँ पुगिसक्यो मान्छेले छोड्दैन यार छोड्ने त कुरै भयो नि। टाँसे कस्तो लाग्यो जाम जाम यो हेर्न आएको गाइज हामी यस्तो दुहाई यो हेर्न आएको गाइज यो सो ल हामी चाहिँ फाइनल्ली हाम्रो उसमा आइसकेको छ बबाल तरिकाले है ए छोडिदियो अब अहिले जुत्ता हेर नि यहाँ आजै सिधै लास्तो भइरहेको जुत्ता त जुत्ताको हालत त देख्न सक्नुहुन्छ ग्याङ यस्तो भइरहेछ फाइनल्ली अराइभ टु हियर लगाइट्स यो यसरी व्यवस्थित गरेर राखेको छ ड्याम चाहिँ है बवाल छ यहाँ ढुङ्गा फाल्यो बवाल छ ल हो र थकै लाग्यो तपाईँलाई ठ्याक्कै लाग्यो बाटो त डेन्जर छ नि त खत्रेवाला बाटोलाई हामीले चाहिँ पार गरेर आइसकेका छौँ हामी यहाँ एकछिन बसौँ अब यहाँ हजुर त्यो त तपाईँले मलाई फिल चाहिँ भइरहेको छ तर किन भनौँ न हामी तल आउँदाखेरि त्यो भाइब्सहरू त्यो मान्छेहरू चलपल हुँदाखेरि सम्झिले डाँडा मस्तै घुमायो जस्तो चाहिँ फिल भइरहेको थियो तर नि केही छैन बवाल भयो नि त होइन जे हुन्छ राम्रोको लागि हुन्छ हाम्रो क्यामेराम्यान त्यहाँ हुनुहुन्छ हो भोला खानुपर्छ अब कपाल चाहिँ बवाल हो क्या हाम्रो सम्झीको खतरा छ ल कपाल चाहिँ सो मेरो नि हेलमेटले खत्तम भइरहेछ ग्याङ है यहीँ आउनको लागि हो हामी यहाँ जुन दर्द जुन पीडाहरू खत्तै पाराले चाहिँ हामी यहाँ घुम्न आइसकेको छ सो अलराइट गाइज बवालै ठाउँमा आइसकेको छ हामी तपाईँले देख्न सक्नुहुन्छ है टक्क लाएर अस्ति इन्जोय गरियो मस्तले होइन टक्क यहाँ फोटोसोटो भिडियो पनि खिचियो त्यस रमाइलो भयो मैले भनेको थिएँ नि सङ्घर्षको फल मिठो हुन्छ भनेर खतरा बाटोहरू पार गरेर चाहिँ हामी यहाँ आइसकेको छ होइन तपाईँले देख्न सक्नुहुन्छ यो चिज देखाउनको लागि तपाईँहरूले मैले बिहानदेखि कुराएर राखिरहेको थियौँ होइन सो मजाले तपाईँहरूले भिडियोबाट हेरेर इन्जोय गर्नु होला भन्दै यस्तो छ यहाँ ढाम चाहिँ पानी एकदमै सफा छ होइन ढुङ्गाहरू छ यस्तरी छ तर पहाड सराउन्डेड बाई ग्रिन एरिया यस्तरी चाहिँ होइन बिचमा खोला वरिपरि डाँडा जङ्गल टक्क यस्तो दामी ठाउँ छ धेरैजना छ मान्छेहरू यहाँ हाम्रो सबसे दामी चाहिँ यहाँ हुनुहुन्छ आज उहाँले गर्दा नै यहाँसम्म आइपुग्न पाएँ है अर्को यहाँ हुनुहुन्छ अनि म यहाँ छु गाइज टक्क पानी चाहिँ त बवाल चिज छ क्या ए बहुत ठन्डै है ठन्डी 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 पवन में बाई बाई अब हामी जान्छौँ सो गाइज बवाल भयो है हामीले मस्त यहाँ घुम्यौँ खतरा इन्जोय गऱ्यौँ हामी अब हामी चाहिँ फर्किँदैछौँ आजको इन्जोय यति नै हो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सबैजनालाई माया छ यस्तै नयाँ भिडियो हेर्नुको लागि च्यानललाई सब्सक्राइब